म चाहिँ एउटा ल्यापटप लिने सोचमा छु होइन। अब के गर्नु होइन, ल्यापटप लिनु त पर्ने छ, पुग्न पनि ब्याचलरको सेकेन्ड इयर पुगिसक्यो। अनि ल्यापटप चाहिँ लेनोभो लिउँ कि सोचिरहेको छु, हेरे पनि छु। अब त्यो अलिक महँगो छ, हुन त दाइले पनि पैसा पठाइदिइसकेको छ, लिनै पर्यो जस्तो लागिरहेको छ। अब कहाँबाट सस्तो पर्छ होइन। यो चाहिँ मेरो कलेज भयो नि, यो मेरो कलेज कलेजको बाटो भयो, सबै पुरै कलेज भयो इन्डियामा होइन गाइस। अब हेरौँ, अब जताबाट सस्तो हुन्छ त्यताबाट स्टोरबाट सस्तो भयो स्टोरबाट लिने हो, लेनोभो स्टोरबाट, नत्र भयो भने फ्लिपकार्ट, एमाजोन, जताबाट हुन्छ त्यताबाट। अब मार्केट हेर्नुपर्छ, अलि मार्केट हेरेर भन्छु नि तपाईँहरूलाई। अब नयाँ ल्यापटप चाहिँ अनबक्सिङ गर्न लाग्छु, सबै भिडियो हेरिदिनु होला, धन्यवाद। मैले चाहिँ मेरो साथीहरूलाई भेटाएको छु यहाँ कलेजमा आउँदाखेरि। अब केटाहरूसँग सजेसन लिउँ न है, सचिन कस्तो ल्यापटप लिँदा अब ठिक होला नि यो जेनेरेसनमा। अब हाम्रो सिभिलको पनि पछाडि आउन, हाम्रो सिभिलको सफ्टवेयरहरू चलाउन अलि गेमिङ त भइ नै हाल्यो। कसो ल्यापटपहरू लिनु पर्ला त अब। साथी ल्यापटपको बारेमा मलाई त्यस्तो खास थाहा छैन, तर मलाई जति जानकारी छ त्यसको आधारमा भन्नुभयो कि कमसेकम i7 जेनेरेसनको हुनुपर्छ होइन। i7 चाहिँ हुनु पर्यो भने i5 धेरै पुरानो भइसक्यो, i5 धेरै पुरानो मोडल भयो होइन। i7 को कमसेकम हुनु पर्यो, अनि त्यसमा चाहिँ ग्राफिक्स एभाइलेबल हुनु पर्यो, मतलब ग्राफिक्सको मतलब राम्रो त्यो फेसिलिटी त्यस ल्यापटपले प्रोभाइड गर्नु पर्यो होइन। कि इन्जिनियरिङमा जस्तै हाम्रो रेभिट र क्याडमा त्यसको धेरै जरुरत पर्छ, त्यही भएर प्रोसेसरहरू चलाउनु पर्छ, अलि हेभी भनेर होइन, अलि स्मुथली चल्नु पर्यो, ह्याङ हुनु परेन, तातो हुनु भएन, छिटो तातो हुनु भएन होइन। र अलि लङ लास्टिङ हुनु पर्यो, कि जसले मतलब 5 साल 7 साल सेक्योर हुनु पर्यो, कि कुनै खराबी आउनु परेन त्यो ल्यापटपमा है। त्यस्तो कमसेकम त्यस्तो खाले ल्यापटप हुनु पर्यो होइन। ठिकै छ, मैले हेरिरहेको छु अब ल्यापटपहरू त्यही अनुसार मैले पनि आफू चुज गरिरहेको छु। अब ल्यापटप त मार्केटमा हुन त धेरै कम्पनीको छ होइन, महँगो पनि छ, महँगो लिएर के गर्नु, फेरि महँगो त परि नै हाल्छ त्यही पनि जस्तो लागिरहेको छ। अब हेरौँ कतिसम्म लिन्छ। हामी त इन्डियामा छ, इन्डियामा अलि सस्तो पर्ला नेपालभन्दा कि जस्तो लागिरहेको छ, हेरौँ होइन। ल धन्यवाद। म चाहिँ अब डिफ्रेन्ट प्लेटफर्म अनलाइन वेबसाइटहरू एपहरूमा डिफ्रेन्ट पैसा हुन्छ, त्यही भएर फ्लिपकार्टमा हेरिरहेको छु कति पैसा छ। र फ्लिपकार्टमा हेर्दा चाहिँ लेनोभोको ल्यापटप मैले मन परेको चाहिँ 149,900 देखाइरहेको छ। अब स्पेसिफिकेसन हेर्दाखेरि चाहिँ सबै त सेमी लागिरहेको छ, i7 13 Gen 13700HX भन्ने लेटेस्ट हो, र 16 GB र 1 TB चाहिँ मेरो मेमोरी र SSD भइहाल्यो। माइक्रोसफ्ट अफिस दिएको छ, ठिकै छ ल्यापटप त होइन, 15.6 इन्चको रहेछ। अब हेर्दा चाहिँ यस्तो रहेछ स्पेसिफिकेसनहरू के रहेछ, इयर निस्किने मन त परेको हो यही ल्यापटप। त्यसको झन् अझै स्पेसिफिकेसन हेरौँ न के रहेछ अझै भित्र भन्दाखेरि 8 GB ग्राफिक रहेछ होइन, कोर i7 13 Gen SSD 1 TB, अनि ब्रान्ड लेनोभो भइहाल्यो। स्पेसिफिकेसनहरू मलाई चाहिँ मन परेको ल्यापटप, त्यही भएर फ्लिपकार्टमा हेरिरहेको छु म अहिले चाहिँ। प्राइस केही अफर पनि छ कि हेरेँ, त्यस्तो खासै त थिएन। र एमाजोनमा फेरि हेर्न खोजेँ, एमाजोनमा पनि छ कि भनेर, हुन त छ, प्राइस चाहिँ कति छ भन्ने पो हो यसमा। यसमा चाहिँ कम रहेछ, 129,990 रहेछ। त्यो चाहिँ फेरि प्राइमको प्राइस होला, एमाजोन प्राइम। ल्यापटपको स्पेसिफिकेसन त सेमै छ।
कर लूं मैं क्या अपना i7 1300 RTX 5050 होइन प्राइम चाहिँ विथआउट 11 हो क्लियर हो यतिले क्लियर के होला अरू केही एन्टिभाइरसहरू क्लियरहरू HDFCमा त्यति डिस्काउन्ट रहेछ 6500 यसमा चाहिँ लिँदा अब अलिक कम पैसा लाग्ने भयो है मलाई चाहिँ यो चाहिँ Amazon प्राइमको पैसा रहेछ फेरि प्राइम मसँग छैन यो एउटा दाइलाई भन्नुपर्छ नत्र ठिकै छ अब मैले चाहिँ दाइलाई भने र दाइसँग किनाइहालेँ दाइको मोबाइलबाट र मेरो बिल चाहिँ यस्तो आयो र मैले चाहिँ अर्डर गरिसकेको थिएँ दाइको मोबाइलबाट र दाइलाई सोधिरहेको छु कहिले आउँछ भनेर किनकि भोलि आउन लाग्छ होइन अब भोलि नै मलाई जानुपर्ने छ बाहिर यसो साथीहरूसँग घुम्न अब सोधौँ एकचोटि आजै आउँछ अरे भन्नुभयो गाइज मेरा ल्यापटप आ गया मेरो ल्यापटप आउन लागेको छ जस्तो लाग्यो म चाहिँ तल गइरहेको छु ल्यापटप हो कि के हो हेरौँ कहाँ छ फोन गर्नु पर्ला फेरि डेलिभरी त भइसक्यो जस्तो लाग्यो कहाँ छ हेरौँ त्यो गाडीमा छ नि भैया ले चलो ऊपर ट्राई करते हैं ओपन करके ऑन करते हैं इधर कैसे हाथ पर कर रहे जब साइड पर गाड़ी लगाओ महंगा सामान है ना तो ऊपर रूम में जाके ट्राई ऑन करके चेक करेंगे लेट होने का क्या मेरा डिलीवरी टाइमली होकर ठीक रहना चाहिए ना तब ना फिर रिटर्न भी करना पड़ेगा अगर कुछ डिफेक्ट रहेगा तो ऊपर चलो ऊपर ज़्यादा टाइम थोड़ी ना लगेगा 5 मिनट लगेगा डिलीवरी आ सक्यो मैले चाहिँ Amazonबाट मगाएको छु यो डिलिभरी र हेरौँ खोलेर मेरो ल्यापटप कस्तो छ अब दाइले खोलिदिइरहनु भएको छ मेरो चेक त गर्नु पर्यो गाइज चार्जर सबै निस्किसक्यो वारंटी कार्ड्स में इनवॉइस सब कौन कौन है ओपन कर रहे हैं तो छ है हाम्रो ल्यापटप चाहिँ ल्यापटप लेनोभोको येलो की लक लिएको छु मैले ल्यापटप माथि चार्ज छैन जस्तो छ चार्ज लगाएर हेरौँ ये वाला ल अन भइसक्यो खोलिरहेको छ अंदर तो ठीक ही रहता है ना
वो अभी सिमटन जैसा जैसा इसका वो वारंटी कार्ड किधर है इनमें? ये वारंटी कार्ड नहीं है, मतलब डिजिटल। दूरों दूरों में वेखा तेनू सोने ओ कहाँ तू कहाँ मैं करा कि मैं आवा नजर तेनू लायक तेरे कि वे हुआ तू दस मैनू चाहिँ अपडेट सब्डेट भइरहेको छैन नयाँ ल्यापटपको। यस्तो छ किबोर्ड, यस्तो छ यो दाइको ट्याब। ल यो चाहिँ सामान अब प्याक गरिदिनु पर्यो हेरी हेरी गाइज। कहाँ सोचूं के मिलनी अजीत धन्नो रखो धन्नो क्या रखो अजीत? रख दो ना अभी, ये तो चेंज कर सकता है ना बाद में। क्या रखोगे? रख दो ना वो अजीत ही। धन्नो ये देखो इसका वो देखो कैसा लोग सकिसक्यो हाम्रो अपडेट। अब चाहिँ रिस्टार्टिङ भइरहेछ 100% पुगेर। हेरौँ एकछिन। आयो गाइस आयो लेनेभो। दिल जला के मुस्कुराने की जो आदत हुई है मुझे, लग रहा है कायदे से अब मोहब्बत हुई है मुझे। दिल जला के मुस्कुराने की जो आदत हुई है मुझे, लग रहा है। गाइस मैले बिल चाहिँ भेटेँ। बिल चाहिँ यस्तो रहेछ, हेरौँ। बिलको क्वालिटी चाहिँ राम्रो लागेन, प्रिन्टर राम्ररी भएको छैन, छुट्टिरहेछ कहीँ कहीँ, राम्रो देखाएको छैन बिल। यस्तै रहेछ। यही बिल राम्रो राख्नुपर्छ, मलाई बेच्नु पर्यो भने। तर बेच्ने त होइन क्यारे। कति लाग्यो रहेछ यार मलाई खै पैसा 129,990 रे। एक बिललाई चाहिँ राम्रो राखिदिउँ। अब बेच्नु पर्यो भने बिल देखाउनु पर्दा फेरि बेच्ने त होइन। यता हेरिराख्नु के भइरहेको रहेछ। 25% है यता 25%। ल गाइज सबै एकाउन्टहरू क्रिएट गरेर माइक्रोसफ्टको मोबाइलहरू लिङ्क गरेर डेस्कटपमा चाहिँ यस्तो आएछ। ल यो चाहिँ हो मेरो भन्नुपर्दा ल्यापटपको डेस्कटप स्क्रिन। हेर्ने भयो या लोके हो रे यहाँ पनि होइन, ठिकै छ अरू त होइन। सेटिङ हेर्नुपर्ने थियो मलाई। चले तो है कसम दिला के, चलेंगे तो कदम मिला के, यहाँ तलक पहुँचे भी है यकीन में भरम मिला के। 1 टेराबाइटको छ, 951 GB देखाएको छ, यति युज भएको छ। यो 1 टेराबाइट हो तर 951 चाहिँ देखाइरहेको छैन। और प्यारी अब ये हालत हुई है मुझे, लग रहा बोर्डमा गएर हेरौँ एकचोटि। हेर्नु गाइजहरू मेरो ल्यापटप कस्तो छ। अब प्रोसेसर 13 जेनेरेसन इन्टेल 13। यही मैले यो यसमा चाहिँ प्राइस अलिक फरक आइरहेको थियो क्या, 13,665 कि कति थियो याद आएको छैन। त्यसको र यसको प्राइस सेम देखाइरहेको थियो। कुनै बेला कुनै चाहिँ अलिक फरक देखायो। म त जोतिरहेको थियो कि
त्यो ल्यापटप नआइहालोस् भनेर यो चाहिँ सही रहेछ मेरो 13700 HX हैन। यहाँ पनि इन्स्टल ऱ्याम भनेर 16GB। रिफ्रेस छान्दिउँ, रिफ्रेस छानेर एकचोटि सटडाउन गरिदिउँ। अब मैले एकछिनमा पछि हेर्नुपर्छ ल गाइज। यही हो है, यही हो। अँध्यारो छ, अँध्यारोमा देखिरहेको छ मेरो ल्यापटप। धेरै धेरै धन्यवाद। तुझसे प्रीत लगी है राधे, तू ही मन में बसी है राधे, आना भी मिलेंगे आके जब अपनी है श्री राधे। तुझसे प्रीत लगी है राधे, तू ही मन में बसी है राधे, आना भी मिलेंगे आके जब अपनी है श्री राधे। ओ श्याम के बिना राधा, राधा के बिना श्याम, श्याम के बिना राधा, राधा के बिना श्याम। आधे आधे भज मन राधे राधे, 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 भज मन राधे राधे। तेरी कट जाएगी बाधा, तू जप ले राधा, बिन जपे है जीवन आधा, तू जप ले राधा। तेरी कट जाएगी बाधा, तू जप ले राधा, बिन जपे है जीवन आधा, तू जप ले राधा। ब्रज के हर चप्पे चप्पे में ठकुरानी विराजे, गली गली में बसे है श्याम। थैंक यू। Who are you? Just tell us, who are you really? Nobody.